सम्पूर्णमा नमस्कार। मेरो नाम समीक्षा पोखरेल र म व्यास नगरपालिका तनहुँमा चाहिँ कृषि अधिकृतको रूपमा कार्यरत छु र आज चाहिँ हामी आएका छौँ व्यास नगरपालिका वडा नम्बर 14 केशवटारमा र आज चाहिँ हामी माटो परीक्षणका लागि नमुना सङ्कलन सम्बन्धी तालिम लिएर चाहिँ व्यास नगरपालिका वडा नम्बर 14 केशवटारमा आएका छौँ र माटो परीक्षण भन्ने बित्तिकै विशेषतः 3टा प्रक्रिया भन्ने बुझिन्छ। माटो परीक्षणको लागि चाहिँ पहिलो प्रक्रिया रहेको छ माटो नमुना सङ्कलन तथा अन्य तयारी र दोस्रो हाम्रो प्रक्रिया हो माटोको विश्लेषण, जुन चाहिँ हामीले माटो टेस्ट गरिन्छ। अर्को प्रक्रिया रहेको छ माटोको प्रतिवेदन तयार। यसरी 3टा प्रक्रिया 3 चरणमा गरेर चाहिँ माटो परीक्षण कार्यक्रम चाहिँ हामीले सम्पन्न गर्छौँ र आज चाहिँ हामी केशवटारमा चाहिँ माटो परीक्षणका लागि चाहिँ नमुना सङ्कलन कसरी गर्ने त, नमुना सङ्कलनको पनि नमुना माटो मात्रै लिएर पनि त्यो पर्याप्त हुँदैन, नमुना सङ्कलनको पनि आफ्नै वैज्ञानिक विधि हुन्छ र त्यो वैज्ञानिक विधि सिकाउनको लागि चाहिँ आज हामी व्यास नगरपालिका वडा नम्बर 14 केशवटार आइपुगेका छौँ र हजुरहरूको मनमा जिज्ञासा लाग्न सक्छ, माटो परीक्षण किन गर्न पर्यो त, यतिकै खेतीपाती भइरहेछ होइन, माटो परीक्षण भन्ने अगाडि हामीले कहिले गरेकै थिएनौँ, किन गर्न आवश्यक छ भन्ने कुरा चाहिँ मैले हजुरहरू सामु चाहिँ प्रश्न पार्न चाहन्छु। माटो परीक्षण किन गर्नुपर्छ त भन्दा हाम्रो खेतीको मुख्य आधार भनेको नै माटो हो। बाली अथवा बिरुवा माटोमै उम्रन्छ, बढ्छ र माटोबाटै खाद्य तत्त्व लिन्छ। त्यसैले चाहिँ हामीले चाहिँ हाम्रो माटोमा कति छ खाद्य तत्त्व होइन, हाम्रो माटोको अवस्था कस्तो छ भन्ने कुरा जानकारी चाहिँ राख्नु भनेको एकदम पहिलो प्राथमिकताको विषय हुनुपर्छ होइन। त्यसैले माटोमा कति प्राङ्गारिक पदार्थ छ त, हाम्रो माटोमा कति प्राङ्गारिक पदार्थ छ र अब हामीले चाहिँ कुन बाली लगाउँदैछौँ र कति मल हाल्ने, जस्तै हामीले प्राङ्गारिक मल गोबर मल प्रयोग गरिन्छ भने कुन बाली लगाउने, कति मल चाहिँ हामीले त्यो बालीको लागि माटोमा हाल्न आवश्यक छ भन्ने कुरा थाहा पाउनको लागि हामीले माटो परीक्षण गर्नुपर्दछ। र अहिले चाहिँ खाद्य तत्त्वको कमीले गर्दाखेरि चाहिँ धेरै खाद्य तत्त्वको कमीका लक्षणहरू धेरै बोट बिरुवामा देखिने गर्छन्। त्यसैले चाहिँ प्रयोग गर्दा पनि हाम्रो माटोमा चाहिँ कति नाइट्रोजन, पोटास र फस्फोरस नामक खाद्य तत्त्वको कति कमी छ र कुन बाली लगाउँदा कति नाइट्रोजन, फस्फोरस र पोटास पाइने, जस्तै कि कुनमा पाइन्छ युरिया, डिएपी र पोटास मल चाहिँ कति प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाउनको लागि पनि हामीले माटो परीक्षण गर्न पर्यो। र अर्को मुख्य माटो परीक्षण गर्नुको उद्देश्य भनेको चाहिँ हाम्रो माटोको पिएच मान कति छ भन्ने कुरा चाहिँ हामीले जानकारी राख्नुपर्छ। पिएच मान भन्नाले चाहिँ माटोको पिएच मानलाई चाहिँ हामीले 0 देखि 14मा नापिन्छ। 7 भन्दा तल भयो भने चाहिँ माटो अम्लीय छ भन्ने बुझ्न पर्दछ र 7 भन्दा माथि छ भने हाम्रो माटो क्षारीय छ भन्ने कुरा बुझ्न पर्दछ र 7 भन्दा तल हाम्रो चाहिँ मुख्य नेपालको खेतबारीमा चाहिँ हाम्रो माटो अम्लीय रहेको पाएका छौँ हामीले चाहिँ। किन त्यस्तो हाम्रो माटो अम्लीय हुँदै गएको छ भन्ने कुरा चाहिँ मैले हजुरहरूलाई बुझाउन चाहन्छु। हामीले चाहिँ रासायनिक मलको बढ्दो प्रयोग, विषादीको प्रयोग र हामीले माटो सुधारको प्रयासहरू चाहिँ केही पनि नअपनाएको कारणले गर्दाखेरि हाम्रो माटो अम्लीय हुँदै गएको छ। त्यही माथि पनि वर्षाको मौसममा चाहिँ हाम्रो माथिको टप सोइल भनिन्छ, माथिल्लो सतहको माटो चाहिँ बगाउँदै लगेको कारणले गर्दा मलिलो माटो बगाएर चाहिँ हाम्रो माटो झन् अम्लीय हुँदै पनि गइरहेको छ धेरै पहाडी इलाकाहरूमा। त्यसैले चाहिँ हामीले माटो परीक्षण चाहिँ हाम्रो माटो अम्लीय छ कि क्षारीय छ भन्ने कुरा पत्ता लगाउनको लागि पनि माटो परीक्षण गर्नुपर्छ र यदि हाम्रो माटो अम्लीय देखियो भने हामीले कृषि चुनको प्रयोग गर्नुपर्छ र त्यो कृषि चुनको मात्रा कति प्रयोग गर्ने भन्ने कुरा पनि यो माटो परीक्षणबाट थाहा पाउन सकिन्छ। त्यसैले चाहिँ म हजुरहरू यो भिडियो मार्फत हजुरहरू सम्पूर्णमा चाहिँ माटो परीक्षण गराउनु पर्छ, हजुरहरूले चाहिँ पनि आफ्नो खेतबारीको माटो परीक्षण गर्नुहोला भन्ने आग्रह गर्न चाहन्छु। र माटो परीक्षण व्यास नगरपालिकाभित्र रहेर कसैले माटो परीक्षण गर्न चाहनुहुन्छ भने व्यास नगरपालिका कृषि विकास शाखामा सम्पर्क गर्न पनि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।